घान्द्रुक हिमालको काखमा बसेको गुरुङ संस्कृतिको आभा फैलिएको र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ हो घान्द्रुक। नेपालका सुन्दरतम गाउँहरूमध्ये एक अति नै सुन्दर गाउँ हो घान्द्रुक। समुद्र सतहबाट करिब 2000 मिटर उचाइमा अवस्थित यो गाउँ पोखराबाट लगभग 40-50 किलोमिटर पर्दछ र अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार पनि मानिन्छ। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र हिउँचुली हिमाल यति नजिक देखिन्छ कि मानव हातले छुन सकिन्छ। बिहानको सुनौलो घाममा चम्किएका हिमालहरू र साँझतिर कुहिरोले ढाकिएका रहस्यमय दृश्य घान्द्रुकको मुख्य आकर्षण हो। ढुङ्गाले छाएको छाना भएका गुरुङ शैलीका घर, ढुङ्गाका सिँढी र बारीका खेतमा यसको सौन्दर्यलाई अझै बढाइदिन्छ। यहाँका मानिसहरू मिजासिलो मुस्कान, आत्मीय अतिथि यो परम्परागतले आगन्तुकलाई घरमै बसेको घान्द्रुक केवल प्राकृतिक सौन्दर्यको लागि सांस्कृतिक स्थानीय जीवनशैली अनुभव गर्न पनि अद्भुत ठाउँ हो। यहाँको स्थानीय खानपान, गुरुङ सङ्ग्रहालय, होमस्टे, ढोल नृत्य र गाउँको शान्त वातावरणले हरेक यात्रुलाई मोहित बनाउँछ। संक्षेपमा भन्ने हो भने घान्द्रुक एउटा यस्तो गाउँ हो जहाँ प्रकृति, संस्कृति र अतिथि सत्कार एकैसाथ भेटिन्छ। तपाईँहरूलाई पनि आज म यही घान्द्रुक गाउँ घुमाउन लाँदैछु। आउनुहोस् सुरु गरौँ आजको यो यात्रा। हेलो साथीहरू, नमस्कार। अब आज दसैँको अष्टमीको दिन रहेछ। तपाईँहरू चाहिँ कतिपयजना चाहिँ खसी काट्ने, खसी बोका, अष्टमीमा बोका काट्ने, राँगो ढाल्नेतिर लाग्नुभयो होला। म चाहिँ तर घान्द्रुकतिर लाग्ने विचार गरेर टक्क हिँड्दैछु है। अब चाहिँ हामी यसो त्यहाँ अगाडि एकचोटि बाटोसम्म पुग्छौँ। घरबाट ठ्याक्कै निस्क्यौँ, त्यसपछि यसो इनड्राइभ पठाऊ हेर्दैछु। इनड्राइभ लिएर हामी नयाँ बासपक्षमा पुग्छौँ। त्यहाँबाट त बिहान 6 बजे नै छुट्छ भन्दै थियो, तर हामी अब यसो के दुःख गर्नु, 6 बजे के कुद्नु भनेर आनन्दसँग हिँडेको। गाडी पाउनु त पाइन्छ, अलि गाह्रो गरेर टाइममा नपाइएला भन्ने डर छ। टु नयाँ बसपाक, तिम्रो बागलुङ बसपाक भन्छ। जे गाडी पाउँछ त्यही ठ्याकठुक लिने, दौडिहाल्ने, यहाँ कुद्ने। एउटा गाडी त आयो आयो कहाँ जाने गाडी आयो, पारी गरेर हेरिजानु न कहाँ जाने गाडी रहेछ। छोरे बाटो त नयाँ बसपाक जाँदैन, बागलुङ जान्छ अरे। बागलुङ बसपाकसम्मको यात्रा यही गाडीमा है। अहिले चाहिँ यो फिफ्टीको भइहाल्यो। माथि हिमाल अलिअलि खुल्न खोजेछ, खुल्न सकेको छैन। चढ एकजनाले चाहिँ सिट पाएर मक्ख परेछ है। मास्क लगाउने अनुहार नदेखा मक्ख परेको सिट पाएर। हामी चाहिँ बसमा चढेर लागिरहेको छौँ है। यो एउटै बस हो जसमा चाहिँ नेपाली, इन्डियन, चाइनिज, तिब्बतियन, युरोपियनदेखि लिएर थाइल्यान्डका मान्छेहरू छन्, सबैजना छन्। हामी धेरै देशका जनता छौँ है यहाँ। सबजना इन्डियन खैरीहरू भनेको अब युरोपियन भन्न खोजे है। के गर्छ त्यो कारले? एकछिन चाहिँ यहाँ चिया खाजा खान रोकेको। नयाँपुलबाट मास्तिर उकालो लागेका छौँ है। अब 1.5 घन्टा अघि पछि बाटो छ भन्ने कुरा आएको छ।
एकछिन त यसो पिचाहरू गएको रहेछ है। यो भर्खरै अन्नपूर्ण कन्जर्भेसन एरिया एसिएमा परेको छ है। अब हामी अन्नपूर्ण कन्जर्भेसन एरियामा छिर्दैछ। खतरा खतरा पुल छ है। अहिले पनि मुस्किलले छिर्छ यहाँ। अन्नपूर्ण यहाँ चाहिँ फरेनरहरूको चाहिँ चेकिङ हुँदो रहेछ है। त्यो फरेनरहरूको 1 by 1 ब्याग पासपोर्टहरू चेक हुँदो रहेछ हामीले छिर्नुभन्दा अगाडि। झान्द्रुक झर्ना रहेछ है। यहाँ माथि चाहिँ बहुत खतरनाक खाडो उकालो छ अरे। गाडीहरू चाहिँ सबै फसेर बसिरहेको रहेछ। पाली कुद्दै हो हामी पनि। पछाडि नबस्नु, पछाडि नबस्नु, पछाडि नबस्नु, पछाडि नबस्नु, पछाडि नबस्नु। बाइकले पनि बहुत गाह्रो हुन्छ यस्तो चिप्लिने बाटोमा। हाम्रो गाडीको हालत ठ्याक्कै 1 घन्टा 1.5 घन्टामा अब चाहिँ कोसिस गाडीभरि ढुङ्गा बढ्दैछौँ वेट बढाउनलाई। यताको हालत फेरि त्यस्तै छ। ल हाम्रो गाडीको नेक्स्ट एटेम्प ल परमेश्वर यो चाहिँ लास्ट एटेम्प होस्। फ्याट्टै गरिदियोस् त। Another attempt now. Come on, guys. Come on, come on. Great.
क्लच सब जाला ल गयो गयो कमान ल जय परमेश्वरी ल ल ल ल थ्याङ्क गड फाइनल्ली गयो है मान्नुपर्छ ड्राइभर दाइलाई यार ड्राइभर दाइलाई मान्नुपर्छ होइन त नकर्दासम्म छोडेनन् यो लगभग 30-35 कति पुग्यो गर्नै छोडियो तर जबसम्म कटेन कमान यार इट्स नट जस्ट विन इट्स भिक्ट्री के फर अ फ्यु मोमेन्ट इट नियरली फेल्ट लाइक इम्पोसिबल यो खालको मोटिभेसन यो ठाउँमा आएर पाइन्छ भनेर आई नेभर थट गाइज यो ठाउँमा आएर यो खालको मोटिभेसन पाइन्छ भनेर त मैले लाइफमा सोचेको थिइनँ यार राइट इट्स अल अबाउट एटिट्युड मान्नुपर्छ यार कसलाई रियली That's fruitful. Finally, it's गान्द्रुको बस स्टेसन है यो हेलो how are you गान्द्रुको स्ट्रिट नम्बर 3 बाट हामीले सुरु गर्यौं हाम्रो यात्रा चाहिँ त्यो भाइले अहिले चिप्स खाएको र मिठाई माग्नलाई नमाग्छ भने त्यो भाइले धेरै माथि भर्खरै सुरु भयो गान्तोकको सही बाटोहरू यस्तै हो ल एउटा फिरन्ते उताबाट आउँदैछ रमाइलो लागेछ यो घरको नाम चाहिँ स्काई गार्डन रहेछ है होटेलको नाम तर मलाई त्यो नाममा केही गलत लेखे जस्तो लाग्यो रियली इट्स अ गार्डन यसरी हामी आइपुग्यौँ ओल्ड गुरुङ म्युजियममा सो इट्स यसो टिकट कहाँ छ भन्ने कुरो खोज्नुपर्छ ल यो चाहिँ हामी यो के भन्छ म्युजियममा छिर्न लाग्छौँ उता फोटो खिच्दैछ मलाई चाहिँ भिडियो खिच्छ भनेर ल्याएछ यो चाहिँ म्युजियमको एन्ट्रान्स है हाम्रो गुरुङ म्युजियममा हामी एकदमै यो डोको होला थरी थरीको डोको रहेछ है बास्केट स्ट्र बास्केट तर लाइट त्यसले आउँदैन यसले आउँछ क्या त्यही भएर यसलाई ल्याऊ भित्र यो बन्द गर्दै त्यो बन्द गरिदिन्छु सिकल के भन्दो रहेछ यसलाई गाई गोठ पनि यस्तो हुन्छ काउ सेड ब्राउन पुरानो जमानाको डोकोहरू रहेछ क्यारी ब्याग भनेको ओके अब पोखरातिर चरेसको थालको चलन छ क्या सबै चलन यहीँ गान्द्रुकबाट आएको हाम्रो गुरुङहरू माथिबाट तल झर्दाखेरि चाहिँ चरेसको थालको चलन पनि सँगै तलको आयो क्या ऊ बेलाको जमानाको घैँटोहरू चरेसको तामाको थालहरू
उजाउनाको खाट है यो लगाइछु उजाउनाको औजारहरू है कोट त्यही बस बस लिउँ न यो कहाँ थियो म राखिदिन्छु इ यहाँनिर मान्छे पनि छ पुरै त्यो गाइस तपाईँलाई म देखाउँदैछु स्पेसल थिङ चाहिँ अबे अबे अझै पनि चलनमा छन् होला होइन सिङ च्याङ्राको सिङ हुन्छ नि त ह्यान्डलुम भन्छ हाते चर्खा है राइस मिल पनि रहेछ डिकी यो ड्रेस हो डोर गाइस यो चाहिँ भोटे ताल छ यो के गट्टा पानी गट्टा जस्तो छ आमा वेपन 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 भरुवा भन्दा गए गाइस बिचेल कुकुर उहिला ढाल लडाइँमा युद्ध हुने युद्धमा युज गर्ने खुकुरीलाई यो आर्मीको ड्रेस एकजना हेर मान्छे यहाँनिर ढाका टोपी लगाएर ढोके बोकेर आइन् गर्छन् जस्तै हो म त भन्छु सृष्टिकै अमूल्य उपहार मानिसको जुनी कोही भन्छन् जिन्दगी यो खुकुरी निकाल न राख अब फेरि कस्तो राम्रो आएको पढाइदिएन ल मैले यहाँ थिचेँ ल यहाँ चाहिँ राम्रो गाना राखिदिनु कर्कलाको पानी जस्तै हो नजिक आऊ उता भित्रबाट छिर मैले कन्टिन्यू खिच्दै ल किनकि पछि एडिट गर्नु मिल्छ नि घान्द्रुकको कुना कुना खाप्चा खाप्चा हिँड्दैछौँ गुरुङ कटेज हामी जाँदैछौँ एउटा गुरुङ कटेज भन्दा अरू कसैले केही नाम जाने आउँदैन घान्द्रुकबाट आएको मान्छेहरूलाई होइन घान्द्रुकमा आइरहेको मान्छेहरू सबैजनाले गुरुङ कटेज भन्दाखेरि चाहिँ उनीहरूलाई त्योभन्दा अरू कुनै नामै थाहा छैन क्या यहाँको किनकि एभ्री हाउस इज कटेज हियर र सबै घर उस्तै हुन् त्यहाँ पाइने सुविधा फेसिलिटी सबै उस्तै हुन् त्यहाँबाटै देखिने हिमाल पहाड एउटै हुन् तर अहिले टिकटकमा भाइरल भएर फेसबुकमा भाइरल भएर गुरुङ कटेज भन्ने सुनेर मान्छेले त्योभन्दा अरू कहिले सुनेकै छैन नि त अनि अरू नाम कसरी भन्छन् उहाँलाई म नयाँ नयाँ नाम भनिदिन्छु नयाँ नाम लिएर आउनु होला यहाँ ओल्ड भिलेज इन भन्ने पनि छ सबैजनाले गुरुङ कटेज मात्रै भन्छ अरे कति छन् कति यहाँ कटेज ल हेर्नु कति राम्रो छ ओल्ड भिलेज इन कति सुन्दर तरिकाले सजाएको छ ल हेर्नु घर पनि पुरै दरबार जस्तो छ होटल न्यू सनराइज अनि यो स्ट्रिटमा यतिवटा होटलहरू ल छन् हेर्दै जानु ल जङ्गल प्याराडाइज मेसराम ब्राहा टेम्पल फिस्टल गेस्ट हाउस लभली भ्यू पोइन्ट स्नो ल्याज ल्यान्ड हिमालय लज हिल टप लज घान्द्रुक गेस्ट हाउस
अन्या होमस्टे, अञ्जना होमस्टे, इसिका होमस्टे, तनु होमस्टे, होटल ट्रेकर्स, 4 सिजन्स होटल, नाम अनगिन्ती छ। जसले गुरुङ होटल भने कहिले घान्द्रुक नआएका मान्छेहरू नि चिन्ह हुन्छ, मलाई थाहै छैन। त्योभन्दा नामै थाहा छैन त कहाँबाट हुन्छ। गुरुङ कटेज कता हो? फेरि गुरुङ कटेज भने ओल्ड भिलेज इन भन्ने यहाँ छ। अनि यस्तो राम्रो छ। ल हाम्रो केमा पपुलर भयो अरे घान्द्रुक गुरुङ कटेज? टिकटकमा? टिकटकमा पपुलर भनेको यो घान्द्रुक गुरुङ कटेज है। ब्युटिफुल छ एकदम। अब यो बादल फुलेको बेलामा हाडीपट्टि अन्नपूर्ण रेन्ज देखिने होला, तर त्यसको लागि अलिकति लक पनि चाहिन्छ, टाइम पनि चाहिन्छ है। अब बादलको सिरा कोडेर बसेकोलाई अहिले जगाउन मिलेन। हस् एकछिन यसो ल। सो गाइज वी आर एट गुरुङ कटेज है। सच अ ब्युटिफुल डेकोरेसन। हेर्दाखेरि चाहिँ पढाउँदा मान्छे पढ्न लाग्छ देखिएछ, तर मेनु हेरेर है गाइज कन्फ्युज नहुनु होला। किताबको बुक सेल्फको अगाडि यसरी बस्दा चाहिँ पढाउनु जान्छ जस्तो देखिन्छ होइन। एकदम पिसफुल इन्भाइरोमेन्ट। अनि यसो यतापट्टि फर्कियो त वाइन नै वाइन चाहिँ फेरि एभ्रिथिङ क्यान बी अ डेकोरेटिभ आइटम, आइदर इट्स बुक्स आर इट्स वाइन होइन। मान्छेको चाहिँ एउटा हेराइ मात्रै हो, एउटा डोको पनि सुन्दर राम्रो चाहिँ डेकोरेसन आइटम बन्न सक्छ अभियसली। हुन्छ गमलाहरू चाहिँ तपाईँ हाल्यो एकदम राम्रो छ। अन्डर कन्स्ट्रक्सनमा हाम्रो गुरुङ कटेज। बिफोर कन्स्ट्रक्सन यत्रो भाइरल भइसक्यो। बिफोर कन्स्ट्रक्सन हैन, अब पहिल्यै हो या रिनोभेसन हो। इम्प्रुभमेन्ट। ओके हाम्रो गुरुङ कटेजको दाइ चाहिँ उहाँ नै हुनुहुन्छ जस्तो छ है। यो रिनोभेसन भयो नि त? पहिला कस्तो थियो? पुरानो जमानाको स्टाइलकै थियो? अहिले सेम यही हो, यही प्याटर्न हामीले यो काठहरू फेरेर फलाम राखे मात्रै हो। अहिले भनेपछि मान्छे आउने यही हो। गुरुङ कटेज पहिलाकै स्ट्रक्चर हो, स्ट्रक्चर चेन्ज गरेको छैन, काठ मात्रै फेरेको। ओके काठभन्दा फलाम बलियो हुने भयो, टिकाउ हुने भयो। ओके गान्तोक भन्ने बित्तिकै यहाँनिर एकदम यही यो यहाँको सिनै भाइरल। ओके त्यही भएर मान्छे खोजी खोजी आउने नि त्यही हो। मगाउनु त। मोमो नै हुन्छ होला हुन्छ। खानु, मोमो चिकन। So guys, we are having chicken noodle, 8 गुरुङ कटेज। मान्छेहरू एक्लै घुम्न नै आउँदो रहेछ है, इन्डियादेखि नेपाल यस्तो ठाउँमा है। तिमीले त्यो मान्छेहरू आउँछ नि होइन, गड्स नै हुन्छ त्यहाँ गड्स। अनि cheers. होइन त Today we are feeling rich. We are sharing coconut biscuit with this puppy. पछि लाग्यो गऱ्यो होइन। ल खाऊ खाऊ। They are richest people. Let's see the face of rich people. तिमी कुकुरलाई बिस्कुट खाए बिस्कुट हुन्छ पछि लाग्यो कि त्यही भएर। आऊ ल खाऊ। पछि लाग्यो त्यो कटेजदेखिको लिएर यहाँसम्म पछि लाग्यो त अनि। ल खाऊ ल जाऊ। So cute puppy. फेरि पछि हाल्छ दिनमा ल। It's raining. And it's Ghandruk. Luckily, I have brought one big umbrella to use as a stick, but it's my good luck. Oh my god! के हो Look, त्यो? matter, टमाटर matter. त्यो म्याटर गर्नु। You can search in web. मलाई पनि त्यति आइडिया छैन, जति आइडिया थियो भनिहाल्नु सकेको। तिमीले त्यो पनि युट्युबमा हेरेर आएको होला। नै यो त धेरैचोटि हेर। अचार पनि बनाएर खाएको छु। यो त मसँगै जाने विचार गर्दैछ। कुकुर पछि लागेर के छैन। Like their loyalty.
कुछ बिस्कुट डाल दो बिस्कुट नदिँदाखेरि पनि पछि आएर बिस्कुट दियो भने त अरू बाई बाई करने के लिए आ जाए तलसम्मै होला जस्तो छ मैले के पहिला त केही गरेको थिएन मैले एकछिन यसो बोलेको त पछि So पऱ्यो we have got a company. फेरि आउँछु त्यो उता जान्छ फेरि आउँछु अब पानी पर्यो maybe we may or may not get vehicle from down there. If we couldn't get vehicle, पानीमा रोड चिप्लिन्छ भने सायद जान नि मान्दैन होला जिपहरू त 5 वर्षसम्म पनि हिँड्छ भन्छ हुन्छ पानी परिसकेपछि हिँड्दैन होला पानी त कतिले पर्ला है पानी त सधैँ त परेर आउँछ पानी परेर So we are saying goodbye to Gandruk. गुड Finally we are returning from Gandruk. होइन Gandrukबाट फर्किन लाग्यो हामी चाहिँ अब ढिलो भइसक्यो It's already too late. So guys, see you in Pokhara. कस्तो रहेछ 如果明天早上的话，回到那个博卡拉演一下。 जस्तै भयो तपाईहरु पनि आफ्नो आफ्नो मिसेसलाई चाहिँ घान्द्रुकको मान ल्याउनु होला है सोको मिसेस हुनुहुन्छ आफ्नो हस्बेन्डसँग नि ओर्नु होला घान्द्रुकको मान ल्याउनु घान्द्रुक पनि घुमेन भने त के पोखरा घुम्नु के नेपाल घुम्नुहुन्छ होइन घान्द्रुक पोखरा घुम्नुहुन्छ सबजनाले है